नमस्कार, म एक्टिभ एकाडेमीको तर्फबाट एउटा सानो सूचना जारी गर्नको लागि यो छोटो भिडियो प्रस्तुत गरेको छु। त्रिभुवन युनिभर्सिटी अन्तर्गतका बिए, बिबिएस, बिएड लगायतका ब्याचलर स्नातक तहका दोस्रो वर्षका विद्यार्थीहरूको लागि यो सूचना रहेको छ। जो विद्यार्थीहरूले 2074 सालमा भर्ना गरेर 75 सालमा पहिलो वर्ष प्रथम वर्ष दिनुभएको थियो, त्यो बेलाका विद्यार्थीहरूले समेत मौका परीक्षा पाउने गरी त्रिभुवन विश्वविद्यालयले मौका परीक्षाको लागि चाहिँ सूचना जारी गरेको छ। सँगसँगै नियमित विद्यार्थीहरूको लागि पनि यही सूचना अनुसारै परीक्षा गर्ने गराउने सम्बन्धी त्रिभुवन विश्वविद्यालयले सूचना जारी गरेको अवस्थामा 25 गतेसम्म सिङ्गल दस्तुर सहित फर्म भर्न सकिने अवस्था थियो भने अब यो वैशाख 25 कटिसकेका विद्यार्थीहरूले पनि जेठको 4 गतेसम्म डबल दस्तुर बुझाइ यस परीक्षामा सामेल हुन पाउनुहुनेछ र 74 सालमा प्रथम पटक पहिलो वर्षको इक्जामको लागि फर्म भरी 75 सालमा इक्जाम दिनुहुने विद्यार्थीहरूको लागि भने यो अन्तिम पटक यो मौका परीक्षा हुनेछ। त्यसैले यो अत्यन्तै महत्त्वपूर्ण रहेको छ ती विद्यार्थीहरूको लागि जसको अन्तिम मौका परीक्षा पनि हामीसँग अझै फर्म भर्ने डेट बाँकी छ। त्यसै कारणले गर्दा म यस सूचनालाई महत्त्वपूर्ण ठानी तपाईँहरूमा यो प्रेसिज गरेको छु र यो प्रसारण गरिएको यो सूचना महत्त्वपूर्ण हुन सक्छ भन्ने ठान्नुहुनेले यसलाई सेयर गरिदिनु होला र अन्य विद्यार्थीहरूको केसमा पनि 4 गतेसम्म हामीले फर्म भर्न सकिनेछ। र यस्तै ब्याचलर, प्लस 2, एनइबी हाम्रा स्कुल तहका सूचना, शैक्षिक सूचना, अन्य सूचनाहरूका निम्ति पनि यस सुमन गेवाली च्यानललाई तपाईँहरूले दिनु भइरहेको साथ समर्थन जुन छ, अझ धेरै सूचना सम्बन्धी खबरहरू बढावा दिनको लागि त्यहाँ सब्सक्राइब बटन छ, जसले सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब गरिदिनु होला, लाइक गर्नुहोला, कमेन्ट गरिदिनु होला। अर्को सूचना कहिले आउँछ त भनेर खोजी गर्दै हुनुहुन्छ भने पनि अर्को सूचना भनेर पनि लेखिदिनु होला। नमस्कार, तपाईँहरू सम्पूर्णको आजको दिन आनन्दमय रहोस्।